सो हेलो गाइज एन्ड वेलकम टु अनदर भिडियो। सो आज चाहिँ हामी बौद्धमा गेस द स्निकर पार्ट 2 लिएर आएको छौँ। सो हेरौँ कतिजनाले मिलाउनुहुन्छ। सो हामी चाहिँ आज 7वटा स्निकरहरू देखाउनेवाला छौँ अनि 7वटा मध्ये 6वटा मिलायो भने चाहिँ गिफ्ट ह्याम्बरहरू पाउनेवाला छ। सो ढिला नगरी लेट्स स्टार्ट टुडेज भिडियो। एउटा गेम छ क्या, गेम खेल्नुहुन्छ भने स्निकरको गेम हो। स्निकर हजुर खेल्नुहुन्छ? आउनु 7वटा तपाईँहरूलाई म चाहिँ स्निकरको फोटोहरू देखाउँछु। तपाईँहरूले चाहिँ नाम मिलाउनु पर्ने हुन्छ क्या त्यसको। सो ल फर्स्ट चाहिँ यो ल त्यो जोर्डन नाम, यसको कलर चाहिँ कुन हो? रातै छ अब। अन्त रातो त छ कि अनि कलर वे हुन्छ नि यसको, ठ्याक्कै सुनेको होला तपाईँहरूले। ल यसको नाम चाहिँ सिकागो भन्ने हो। सिकागो सुनेको है? सुनेको। ल नेक्स्ट है त आएर यो सिकागो जस्तै छ तर अलिकति कालो छ नि यसमा चाहिँ। कुन हो यो चाहिँ? थर्ड है त। थर्ड चाहिँ अलिकति ल यो धेरैजनाले यो फ्रेगमेन्ट त फ्रेगमेन्ट, अरू के कोल्याब हो? ट्राइब स्कर्ट, फ्रेगमेन्ट र जोर्डन। कलर वे थाहा छ? कलर वे चाहिँ मिलिट्री ब्लू भन्छ कलर वे चाहिँ। ट्राइब्सको फ्रेगमेन्ट र मिलिट्री ब्लू कलर वे चाहिँ यो है। अब लास्ट सोध्छु है त। लास्ट चाहिँ अलिक सजिलो। ल जोर्डन त जोर्डन। यो चाहिँ युएनसी भन्छ, युनिभर्सिटी ब्लू। ल धन्यवाद। तपाईँको नाम? मेरो दिवस तामाङ। तपाईँको? मेरो मदन भयो। ल स्निकर धेरै मनपर्छ। सुप्रिमको नाम सुन्नुभएछ? सुप्रिमको सुने। ल सुप्रिमको चाहिँ तपाईँलाई म एउटा गिफ्ट दिन्छु है त। सो स्टिकर है त, स्टिकर। यो चाहिँ थाहा छ तपाईँलाई? यो के हो? सुप्रिमको। यो चाहिँ ल रोलाई एउटा रोलाई एउटा। ल दुईजनालाई मात्रै है। ल थ्याङ्क यू थ्याङ्क यू ब्रो। ल तिनजना आयो भने चाहिँ हुन्छ। म चाहिँ यहाँ एउटा गेम खेलाउनु लागेको क्या। खेल्नुहुन्छ स्निकरको बारेमा? हजुर स्निकरको बारेमा ल। सो म चाहिँ 7वटा स्निकरको फोटोहरू देखाउँछु, त्यसको चाहिँ नाम भन्नुपर्ने हुन्छ क्या। नामहरू आउँछ? ल आए पनि थाहा नभए भने खेल्दा त हुन्छ। जस मिलाउनु भयो भने चाहिँ म तपाईँलाई एउटा गिफ्ट दिन्छु है त। एउटा 1 2 3जनालाई एउटा एउटा। जसले मिलाउँछ त्यसले मात्र पाउँछ नि है त। ल एकदम सजिलो छ। पहिला कसलाई सोधौँ? छुट्टै छुट्टै फोटो देखाउँछु। ल तिमीलाई त ल यो स्निकरको नाम थाहा छ? जोर्डन अनि थाहा छैन। थाहा छैन? ल तिमीलाई थाहा छ? कुन यो लागो त हो? लागु त हो होइन? तिमीहरूले धेरै लागु छ क्या नेपालमा। होइन एकदम फेमस कलर वे हो। एकदम फेमस जोर्डन 1 हो। कलर वे छ। नाम हुन्छ बात है, इसको अभी का अभी आईएएस घोषित कर दो। नाम चाहिँ थाहा भएन? ल तिमीलाई थाहा होला। ल एकदम फेमस, सबसे फेमस। तर यो चाहिँ सिकागो कलर वे। सुनेको होला नाम है? त्यही स्निकरलाई नै उयो गरेर पछि लस्ट एन्ड फाउन्ड बनेको हो क्या। ल नेक्स्ट है त। मिलाउनु पर्यो, तिमीले गिफ्ट पाउँछ। ट्राइब स्कर्ट र कति लगाएर हुन्छ तिमीले? नाइकी नाइकी अनि अर्को एउटा कोलाबोरेसन छ। अझ एउटा जोर्डन भइहाल्यो, ट्राइब स्कर्ट भइहाल्यो अनि अर्को नाइक र जोर्डन एउटै हो। नाइकीकै हो क्या जोर्डन? थाहा छैन होइन? ल तिमीलाई थाहा छ? यो ट्राइब स्कर्ट अनि उस के अरे क्याक्टस ज्याकको। त्यो ट्राइब स्कर्टकै नाम हो उसको। फ्यान्टम भन्छ नि यसलाई चाहिँ। ट्राइब स्कर्ट ए उसको बाँकी छ। तिमीलाई थाहा छ नि यो यस्तो
ट्र्याभिस स्कट भन्छ ट्राभिस स्कट र फ्र्यागमेन्टको कोलाबोरेसन ए फ्र्यागमेन्ट कलर वे चाहिँ कलर वे चाहिँ मिलिट्री ब्लू फ्यान्डम भने जस्तै यो चाहिँ टिकटकमै नि दिए जस्तो लाग्यो दाइलाई हो देखाएको हो त्यही हो तपाईँले हल्का जुत्ताहरू मैले बनाएको ल अब चाहिँ तिमीलाई यो दुइटा यस्तो सजिलो सजिलो देखाइसक्यो अब ल लास्ट अब लास्ट यो चाहिँ मिलाउँछ ल मलाई थाहा छ जसले मिलाउँछ त्यसले पाउँछ ल यो त जोर्डन 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 सबै जोर्डन के थियो नेपालमा यस्तो फेमस भएको अस्तिको वर्ष यो एकदमै फेमस भयो मैले नि किन्छु भनेर सोचिरहेको थिएँ ल नाम भन्नु पर्यो नि त। थाहा होइन ल सोच राखेको धेरैले छ यो रेट के पो भन्थ्यो के रेड मलाई थाहा अस्ति किन्छु भने जोर्डन फोको हो नाम चाहिँ मोडल चाहिँ थाहा रहेछ के हो मलाई नामै थाहा होइन त यो राम्ररी हेर ल अस्ति सबलाई मन परेको जुत्ता यो पढ्नै मलाई थाहा थियो उसलाई थाहा छ ल ल ल यो कोसँग कोलाबोरेसन गरेर बनाएको नाइजल सेल्बस्टर नाम चाहिँ नाम पछाडि बाइक लेखेको हुन्छ नि तर नाम चाहिँ के हो थाहा भएन ब्रिक बाई ब्रिक ब्रिक बाई ब्रिक भन्नु थियो नि अब तिमीहरूलाई अब लास्ट है त लास्ट ल यो यो त थाहा भएन यो स्पाइडरम्यानसँग खोलेको ल मिलायो यो चाहिँ तर यो चाहिँ अब पार्ट 2 हो हजुर त्यही पनि तिमीलाई चाहिँ दिन्छु अरूलाई चाहिँ पाएन ल है त तिमीलाई चाहिँ ओरिजिनल सुप्रिमको स्टिकर पाउँछ है त तिमीले चाहिँ सुप्रिमको ओरिजिनल स्टिकर है ल तिमीले चाहिँ पायौ ल थ्याङ्क यू दाइ ल थ्याङ्क यू दाइ ल थ्याङ्क यू है त ल एउटा गेम खेल्नुहुन्छ गेस द स्निकर हो स्निकरको नाम थाहा छ स्निकरहरू मनपर्छ तिम्रो नाम रिदम श्रेष्ठ ओके तिमीलाई चाहिँ म 7वटा स्निकरको फोटोहरू देखाउँछ त्यसमध्ये तिमीले अब मिलायो भने चाहिँ गिफ्ट ह्याम्पर छ 6वटा मिलायो भने त स्निकरै पाउँछ फेरि है त ल फर्स्ट स्निकरहरू मनपर्छ है जोर्डनहरू मनपर्छ ओके ल फर्स्ट चाहिँ यो छ यो कुन कलर भयो लस्ट एन्ड फ्लावर्समा चाहिँ क्र्याक छ यसमा छैन क्र्याक छैन कुन चाहिँ जोर्डन 1 नाम चाहिँ थाहा होला रेट्रो रेट्रो कलर वे सिकागो कलर वे सिकागो सुनेको छैन हो यो सिकागो कलर हो है फर्स्ट अब नेक्स्ट ल यो मलाई थाहा छैन किन नि यो चाहिँ युएनसी कलर वे जोर्डन 1 हो ल यो हो यो बाइकको नाम जोर्डन 4 बाइक भन्दा नि यसको चाहिँ नाम छ क्या बाइक त उसको पछाडि लेखे हो तर नाम चाहिँ अर्कै हो यो चाहिँ ब्रिक बाई ब्रिक थाहा होला थाहा भएन हो लास्ट एउटा ल यो चाहिँ एकदम पपुलर ट्राभिस स्कट र यो लगाइरहेको हुन्छ त यहाँतिर फ्र्यागमेन्ट ट्राभिस र फ्र्यागमेन्टको कोलाबोरेसन जोर्डन 1 लो ओके यो चाहिँ मिल्यो ल यो चाहिँ कलर वेभ चाहिँ मिलिट्री ब्लू कलर वेभ भन्छ है यसलाई ल ओके तिमीलाई यति नै गरौँ है तिमीलाई एउटा गिफ्ट छ सो तिमीलाई चाहिँ एउटा सुप्रिमको यो ओरिजिनल स्टिकर ल थ्याङ्क यू एउटा गेम छ क्या गेम खेल्नुहुन्छ खेल्नुहुन्छ तपाईँ ल तपाईँ यता तपाईँलाई आउनु म चाहिँ 7वटा स्निकरको फोटोहरू देखाउँछु तपाईँले 6वटा मिलाउनु भयो भने चाहिँ तपाईँलाई स्निकर गिफ्ट छ है यदि 2टा मिलाउनु भयो भने चाहिँ एउटा स्टिकर पाउनुहुन्छ ल स्टार्ट गरौँ है त भइहाल्छ ल फर्स्ट यो पक्नु ल G1 हैन जोर्डन 1 नामै पछि सोध्नु पाइन्छ पाइन्छ सोधौँ हड्डीको जुत्ताको नाम के रे हड्डी छैन त्यही जुत्ता खाएको ठ्याक्कै यो चाहिँ अडियन्स के अरे फोन अफ फ्रेन्ड हो हजुर ल फोन अफ फ्रेन्ड ल छिटो के गरि ल सोच्नु सोध्नु के पो थियो के सबभन्दा सजिलो सजिलो हो है सजिलो हो फर्स्टमा चाहिँ यही जोर्डन रिलिज भयो क्या ल त्यसको नाम लस्ट एन्ड फाउन्डको ओरिजिनल लस्ट राउन्ड
को ओरिजिनल लस्ट एन्ड फाउन्ड चाहिँ योबाट इन्सपायर भएर बनाएको हो क्या लस्ट एन्ड फाउन्ड चाहिँ तर लस्ट एन्ड फाउन्ड होइन थाहा भएन नि सिकागो जोर्डन 1 सिकागो भन्ने थाहा छ नाइ सिकागो कलर वे भन्छ नि त्यो हो यो चाहिँ ल नेक्स्ट अलि सजिलो ल सबले लाएर फ्रेगमेन्ट अनि अरू फुल नाम भन्नु न फ्रेगमेन्ट त फ्रेगमेन्ट अरू लोमा फ्रेगमेन्ट हैन जोर्डन 1 लो फ्रेगमेन्ट अनि मेन चाहिँ के हो त नि यो रिभर्स रिभर्स मोका ये सब क्या देखना पड़ रहा है रिभर्स मोका त यो अर्को को ऱ्यापरसँग कोल्याब छ नि ऱ्यापर यो ऱ्यापर ट्राइब्स कल हो ल ट्राइब्स कट कलर वे पनि थाहा छ नाइ कलर वे चाहिँ यो मिलिट्री ब्लू कलर वे ट्राइब्स कट फ्रेगमेन्ट जोर्डन 1 कलर वे चाहिँ मिलिट्री ल यो चाहिँ मैले एउटा दिन्छु स्टिकर ल हे भगवान तेरी लीला अपरंपार है अर्को एउटा ल यो जोर्डन 1 हैन आइमा हो कलर वे कलर वे थाहा भएन त्यो चाहिँ त्यो थाहा भएन डार्क मोका भन्ने थाहा छ मोका अँ, नाइ हो यो डार्क मोका भन्ने फुल नेम सुनेको छैन है फुल नेमहरू तर लगाएको चाहिँ धेरै छ नि उतातिर ल यो अर्को एउटा स्पाइडर भर्स रेड फुल नाम चाहिँ के हो जोर्डन 1 स्पाइडर भर्स रेड ल दिलो यो चाहिँ मिल्यो ल दुइटा मिल्यो दुइटा एउटा स्टिकर चाहिँ पाएँ ल धन्यवाद अलिकति अब ट्राइब्स कटकै सोधौँ त ट्राइब्स कल सुन ल यो पनि चलेकै हो यो ल लाग्यो हो तिमीसँग छ छ त्यो घरमा छ अनि नाम चाहिँ याद कस्तो सबै हैन पक्नु ल म यसको नाम भनिदिन्छु एकदम सजिलो छ सजिलो हैन हाफ उयो लोमा हो ट्राइब्स कटकै हो हैन के पो थियो कि नाम फेरि मैले ठ्याक्कै अहिले त स्निकर लभर हो कि होइन हुन त हो हैन त त्यस्तो नाम चाहिँ नाम चाहिँ त्यति साह्रो पनि हैन भनिदिनु न त यसको नाम चाहिँ जोर्डन 1 लो र ट्राभिस स्कटको कोल्याबमा ब्ल्याक फ्यान्टम फ्यान्टम ब्ल्याक फ्यान्टम है ल अर्को यो थाहा भएन यसको त यो चाहिँ ट्राभिस ट्राइब्स कटकै हो हैन ओलिभ भएन नि यो त ट्राइब्स कटकै हो हेर कलर वे हेर न कलर वे हेर्दा के जस्तो लाग्यो ब्राउन अहिले भर्खर पनि मैले एउटा स्निकर देखाउँदा नाम भनेको थिएँ त्यसको थाहा भएन यो पनि जोर्डन 1 लो ट्राभिस स्कट कटकै यो चाहिँ डार्क मुका दाग मुका अहिलेको जस्तै डार्क मुका नै हो यो चाहिँ ट्राभिस स्कटको डार्क मुका है लोमा आएको छैन यता नि अब लास्ट एउटा ल यो बाइक जोर्डन 4 जोर्डन 4 बाइक बाइकी। तर नाम कलर वे थाहा छ ग्रेट होइन अर्कै भन्छ यसलाई बाइक त यसको पछाडि पनि बाइक छ त नाइकीमा बाइक कल्याप्स भएको तर यो चाहिँ यसको कलर वेको नाम चाहिँ अर्कै छ के थाहा भएन त्यो चाहिँ ब्रिक बाई ब्रिक भन्छ बिग बाइक बिग त्यो चाहिँ है त्यसको नाम नाम चाहिँ चाहिँ- बाइक चाहिँ खासमा उसको यहाँ बाइक मात्र राखेको हो तर नाम चाहिँ अर्को हो ल यति गरौँ है ल तिमीलाई धेरै नै थाहा रहेछ तर अलिकति नाम मात्र थाहा नभएको यो त थाहा नाइ छैन ला छैन ल ल ल ओके तिमीले एउटा स्टिकर चाहिँ पाउँछ है त मेरो तर्फबाट ल त्यो पनि ओरिजिनल कुनको स्टिकर कुनको ए तिमी आफै हेर न के को हो यो हे भगवान तेरी लीला अपरंपार है यो चाहिँ जेमा टालिने हुन्छ है त ल थ्याङ्क्स ल ल है त सबैजनालाई थ्याङ्क यू ल ल ओके अलिकति भए पनि मिलायो है त केटाहरूले सो आज पनि हामीले चाहिँ 7वटा क्वेसन सोधेका थियौँ बौद्धमा 4-5जनालाई सो त्यहाँ चाहिँ हामीले धेरैजनाले मिलाएन सो नेक्स्ट भिडियो चाहिँ कुन लोकेसनमा गर्दा राम्रो हुन्छ तल कमेन्टमा लेखिदिनु होला एन्ड यस गाइज थ्याङ्क यू फर वाचिङ